आदरणीय दर्शकबिन नमस्कार। आज मिति 2082 साल फागुन 17 गते आइतबारको ताजा समाचारमा यहाँलाई स्वागत छ। आज मार्च 1 तारिक 2026 फागुन शुक्ल त्रयोदशी तिथि। आज प्रदोष व्रत शून्य भेदभाव दिवस पनि मनाइँदैछ। सुरुमा आजका मुख्य हेडलाइन्सहरू। इजरायल र अमेरिकाद्वारा इरानमा भीषण आक्रमण, विश्वभर युद्धको त्रास, गम्भीर तनाव। इजरायलको आक्रमणमा इरानका रक्षा मन्त्री र रिभोल्युसनरी गार्ड्सका कमान्डर मारिएको दावी। इरानले पनि जवाफी फायर खोल्यो। कतार, कुवेत, युएई, बहराइन, साउदी अरबको राजधानीमा विस्फोट। पश्चिम एसियाका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल बन्द। खाडी मुलुकका पनि उडानहरू रद्द भएपछि एयरपोर्टमा यात्रुहरू अलपत्र। एयरपोर्टमा कैयौं नेपाली पनि फसेको हुन सक्ने आशंका। कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो सकेसम्म घरभित्रै बस्नु। युएई स्थित नेपाली दूतावासको आग्रह अनावश्यक यात्रा नगर्नु। इरानमा भएका हमलामा अमेरिका सामेल भएको ट्रम्पको भनाई, क्षेप्यास र उद्योग ध्वस्त पारिदिने धम्की। इजरायल र अमेरिकाद्वारा इरानमा भीषण आक्रमण र विश्व युद्धको त्रास सम्बन्धी विश्वभरको अधिक जानकारी सहित नेपालका राजनीतिक चुनावी समाचारहरूको जानकारी आजको समाचारमा प्रस्तुत हुनेछन्। यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले शनिबार राजधानीमा चुनावी र्याली गरे। चुनावी परिणाम देश जित्ने आउनुपर्छ भन्दै कंग्रेसका सभापति गगन थापाले भने सुशासन दिन नसके देश नै कमजोर बन्नेछ। कंग्रेस उपसभापति विश्वप्रकाश शर्माको भनाई, देश सम्हाल्ने तागत कंग्रेससँग मात्रै छ। श्रम संस्कृति पार्टीका उम्मेद्वार हर्क साम्पाङले भने युवालाई राजनीतिक गुण्डा बनाउँदिन, देश निर्माणमा ढुङ्गा बोक्न भने लगाउँछु। गोर्खामा डाक्टर बाबुराम भट्टराईको पार्टीले कंग्रेसलाई सघाउने। कंग्रेसका नेता प्रकाश शरण महतले भने गगनलाई सभापति मान्दैनौ भनेर कसैले पनि भनेको छैन। रोल्पामा प्रचण्डले भने प्रत्यक्ष कार्यकारीको माग पूरा भएको छैन, संविधान परिमार्जन गर्छौं। झापा 5 मा केपी ओलीलाई रञ्जित तामाङको प्रस्ताव, तपाई जित्नुहुन्न, हामीलाई सघाउनुहोस्। कैलाली 2 मा प्रलोपा उम्मेद्वारले गरे एमालेका सूर्य थापालाई समर्थन। 18 गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने। प्रतिनिधि सभा निर्वाचन नजिकै गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ती शुरू गर्यो। चीनको सीमा क्षेत्रमा प्रहरीको गस्ती। राप्रपाले कुनै दलसँग पनि चुनावी तालमेल गरेको छैन, देश जोगाउने हामीलाई बहुमत दिनुहोस्, राजेन्द्र लिङदेनले भने। अन्यथा देश अझै ठूलो भुमरीमा फस्ने दावी। जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिँडेको आरोपमा गाडी सहित रासोपाका कार्यकर्ता पक्राउ। दमकमा पत्रकार अर्जुन कुमार आचार्यमाथि सांघातिक आक्रमण गर्ने एमाले कार्यकर्ता विरुद्ध जाहेरी। धनुषा 4 मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेद्वार नै कंग्रेसमा प्रवेश। पूर्वाधारकै अभावमा प्रदेश राजधानी सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आधारभूत पूर्वाधारको अभावका कारण सड़क, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी जस्ता क्षेत्रमा स्थानीयले ठूलो समस्या भोग्दै आए। र राष्ट्रिय लिगमा काक्रे बिहारमाथि श्री भगवतीको 6 गोल।